बुलेट आयो यो कुन चाहिँ नयाँ चिम आधी बाटो हिँड्दा सब थकित भएर यहाँ ल आमा म चाहिँ यतातिर छु होइन खै दुईजना थाक्यो क्या हो के हो जय थाक्यो क्या हो चिसो लाग्ला नि फेरि हजुर कुदेरै कति तलको दाइ 9 भयो 10 11 भयो अर्को हुन्छ त्यही मुनि उ त यता होइन यतापट्टि 4 भयो त्यो शुद्ध 7 8 9 10 11 चाहिँ किन खोइ के थाहा त लामो मान्छेहरूलाई थाहा होला नि हामीलाई त के थाहा हुनु फोटो खिच्ने भिडियो बनाउने अनलाइन से अब होइन दाइ थाक्यो भयो नि हो ओहो यतातिर दौडिनुपर्छ क्या सैलुङमा आएर दौडिनु परेन ओ दामी मजा आयो मिलियन भ्यू आउने भयो ल हे वेदरले अलि साथ दिएन यार हेत्तेरिका अस्ति दामी थियो अहिले यस्तो छ ल सबै यहाँ हामी आफै पारसो देख्छ त काट्छ एकदमै
लाउरेलाई नापेला रेलाई साला थाके ओए चिप्लेटी खेल्नु पर्छ क्या हो यहाँ त्यो बाँसको उयो ल्याउनु पर्छ क्या मजाले चिप्लिन्छ है सही हुने रहेछ क्या हो ओ भिडियो हान्छ क्या म आमा हो यो के हो यस्तो 6 प्याक 1 प्याक आयो आयो ल आयो 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 खुल्यो 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 डाँडो आयो 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 पात्रे कि आज खुल्छ कि खुल्दैन खुल्छ खै यस्तो छ यी कहाँ खुल्छ खुल्दैन भन्ने हुँदैन नि खोलाउने हो नि यो भ्यू त झनै राम्रो हो त हँ? यो भ्यू त झनै राम्रो हो यो भ्यू पाउनलाई मान्छेले कति यार गुम्बा टिप्नुपर्छ अब यहाँ त्यो मातेको जस्तो भयो त अघि चाँड खाएर माते क्या अघि हाम्रो बाबु भतिजले खाएको चाड मलाई लायो जस्तो लायो आयो सैलुङ वेदरले साथ दिएन हो हाम्रो यहाँ ल हेर 100वटा लुङ भन्थ्यो एउटा लुङ पनि देख्न गाह्रो भयो छोड्दैन त यहाँ अलिअलि मात्र देख्दैछ अस्ति दामी देखाएको थियो जेठतिर जेठमा त भब्बालाई देखाएको थियो नि अहिले त ल बिहानै देख्यो होला 7-8 बजी पनि देखेन होला यो त है आधा घन्टा होइन होला दाइ 1 घन्टा बेसी हिँड्यो मेरोबाट खिचौँ मेरोबाट खिचेर ल यहाँ
पुरै राउन्ड हानिदिने हो मान्छेलाई बोक्नु पर्यो मलाई बोका ल मलाई उठाउ त सट्टै मान्छे भेट्यो छोटो छोटो बनाएको क्लिप बनाउने लु लामै बनाउने एडिट गर्छ नि पछि हुन्छ हाम्रै माथि रहेछ भन्दा हाम्रो माथि हामी माथि हो क्या अर्को यहाँ जोडिदिइहाल्नु त पुरै घुमाउने हो अझै माथि गर निलो तल भयो तल आयो तल निलो मुगी लामको अक्षर ढुङ्गामा ओमने पेमे हुँ गुम्बामा लामाको टाउको ठोक्यो ठोक्यो भने भ्यू टावर आयो भ्यू टावर त्यहाँ त के हो त्यो त के टेन्टै लाएर सुतेछ क्या मान्छे हुँदैन अघि आउने बाटोको त्यो चेपचेपमा सबै सुत्छ मुनिसम्म त गाडी आउँदो रहेछ धर्म गरौँ है धर्म गरौँ कार्तिकको दशक राज आओस् सबैको मोक्दनको यसपालि के अरे बेहुलीले यसो छ नि साइड हो र यहाँबाट चाहिँ फोटो दामी आउँदो रहेछ है जसो गरे मुक्तनकै नाम आउँछ है जस्तो जसो गरे जसो गर जे भन जतासुकै अनि कन्ने केटा त तिमी हेर भाइ मामा कन्ने हो ग्याप्सेपट्टि ग्याप्सेपट्टि ल ए तपाईँ कन्ने ल त्यसो यसपालि कार्तिकमा जुरुस है आउँछ ग्याप्सेपट्टि ल कन्ने कार्तिकमै सुरु छ तर अलि फाल्दाखेरि चाहिँ अलि त्यो लिन्छ सो है सो बल्ल खुल्यो है अब चाहिँ यहाँको दिउँसो भयो अरे ठ्याक्क पूजा नि सकिनु ल एकछिनमा फेरि वेदर यस्तो हालत अहिले फेरि आउँछ दामी कता कता चाहिँ यो ठाउँमा पहिला आइसकेको छ क्या पालपाल खोता त के छ चाहिँ खुले 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 अरे आज खुले 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 खुल्यो खुल्यो अहिले त के देख्नु आइयो यो हो नि त यहाँ हानु एउटा यो भ्यू त पाउनलाई धेरै स्ट्रगल गर्छ त मान्छेहरू हो त त सम्झिने यहाँबाट ओइ यहाँबाट समाजले है यस्तो
चुप्लेटी आयो यो कुन चाहिँ नयाँ चुप्लेटी चुप्लेटी त्यो होइन त तपाईँकै सन्तान हो ल हामी फर्क्यौँ अब यता सैलुङबाट। वेदर यस्तो छ है, बिजोक बनाइदियो नि वेदरले, केही देख्दैन, कुहिरो मात्र देख्छ। अनि अब माथि पुग्यो, फर्किनु परिहाल्यो नि, अब के गर्ने, गाह्रो बनाइदियो गाह्रो। रोक्छ नि त यार, आम्मा यहाँ आइपुग्यो। ल के हो यो? कालापानी सैलुङ जुरे ढुङ्गा महादेव। यता लेफ्टपट्टि होइन है, राइटपट्टि जाने है सैलुङ आउनु जति। होइन गाह्रो यार। महादेवको घन्टी आयो त। हर हर महादेव। डाँडाहरू ठिक छैन रहेछ है, यस्तो उयसमा अलि चिसो मौसममा हुसोले केही नदेख्दो रहेछ। त्यही भने आया खुट्टै गल्यो यार। महादेवको घन्टी खोइ महादेव गुफा यही हो खोइ त। ओहो ल ओहो के हो यो? उता पाल रहेछ त यी भगवानको हो नि त। छिटो निस्किने उता निस्किने हो सानो भगवानको। ए यतै निस्किने हो, सानो पालबाट निस्किने छ। ओ खोइ त के छ त हो? जय शम्भो।